सो गाइस यो चाहिँ पशुपति हो। अघि चाहिँ भित्र दिएको थिएन हैन खेल्नलाई। सो आज चाहिँ हामीहरू यो चाहिँ काठमाडौँ सिटीको भ्यू हो गाइस। दामी देखिएको छ है। सो हे एभ्रीवन, वेलकम ब्याक टु माई अनदर भिडियो। सो फेरि आज पनि आइसकेको छु एउटा न्यू भिडियो लिएर। सो आज चाहिँ हामीहरू पशुपति टेम्पल हैन। सो आज चाहिँ टेम्पल म घुमाउन गइरहेको छु मेरो बच्चालाई र वाइफलाई हैन, दुईजनालाई। आजको टेम्पल जुन छ दिनभरिमा खलास गरिदिने हो क्या घुमाएर। सो अनि भोलिदेखि अर्को एक ठाउँ हुन्छ है। अब 2-4 दिन चाहिँ घुमाउनु पऱ्यो नि त। सो त्यो भएर पनि पैसा लिने त होला नि यहाँ पनि अन्त आमामा हैन त। दिल्ली, यूपी हैन, हरियाणा, मध्य प्रदेश, उत्तराखण्ड धेरैबाट आएको छ यार गाडी। हामी चाहिँ अहिले पशुपतिको फुलहरू किन्ने ठाउँ के छ बाँदर हेर्ने छोरीलाई बुढीसँग आज होइन। पशुपति अब आज पशुपतिको बिहान बिहानै दर्शन। लस्टै महँगो कि फुलहरू चाहिँ। बाँदर हजुरलाई बाँदर हेर्न मन लाग्यो। कति र मान्छेको भिड आम्मामा भित्र बस्नु त सकिन्छ जस्तो छैन त आज त। झन् बुधबार भने होइन आज त। ए बाहिरको गाडी बेसी आएको छ नि त आज, त्यो भएर हो कि। ऊ बाँदर हेर छोरो, देख्यौ बाँदर देख्यौ? ऊ के हो त्यो? बाँदर हो। बाँदर हेर्दै हिँड्नु यहाँ समात्नु। ओ बाँदर खुसी हेर न, खुसी के रहेछ छोरो? के रहेछ? बाँदर हो। बाँदर हो। यो चाहिँ पशुपति हो। अघि चाहिँ भित्र दिएको थिएन होइन खेल्नलाई। सो आज चाहिँ हामीहरू पशुपति यतापट्टि भिडियो बनाउँदैछ। बच्चा त्यहाँ छ। सो म चाहिँ यतापट्टि। हजुर ए ल हुन्छ, बस हिँड उता म लान्छु त्यता नि। यता यो पशुपति बढ्छन् नि। चलो के त्यो मन्दिरहरू नि हो त्यो पनि। आऊ आज फेरि नारायण थान हैन आइसकेका छौँ। सो अब यहाँबाट चाहिँ जमसेन गुम्बा माथि घुमाउँछु है। आजको चाहिँ त्यताको घुमाइ छ है। 300 रुपियाँ लिनु नि। आउँछ आउँछ हौ, यस्तो नभन्नु न। त्यो त हो जो यो सबै चिज छ यहाँ। हस् विभिन्न गर्नु त के हो यो चाहिँ रेनर छ नि त। चुन्नी चाहिँ होइन, चुन्नी चाहिँ भएको। हामीहरू छ अब नारायण थान होइन हो नि बेबी। यता हेर्नु त, हाई भनिदिनुहोस् त। यो हाई के छ भन। यस्तो परेवा यता रहेछ। पूजा गरेर पहिले हालिदिउँ न परेवालाई। सो यता रहेछ। भित्र त दिँदैन होला नि त फोटो खिच्न। सो यहाँबाट चाहिँ खिच्न सकिन्छ होइन। हेर्नुहोस् त हेर्नुहोस् त यहाँ।
पनि गरिसक्यो होइन तपाईँ बाहिर ऊ त्यहाँनिर हिँड फोटो खिच्न आऊ यति हो ऊ यताबाट यता घुमौँ न मन्दिर एकबार घुमौँ न त होइन बजाऊ त्यो बजाउँदै होइन बजाऊ लाग्छ त्यसले त हातमा ऊ यो समातेर यहाँ चाहिँ यहाँ यता आऊ न यता लिएर आऊ आउनु त यता यता पूजा गरिसकेर निस्केको है त सो अब माथि गुम्बा जाने जमसेन गुम्बा म त बस्ती नै तपाईँहरूले भिडियो देखिसक्नु भएको छ सो आज चाहिँ अब उसलाई घुमाउने भन्ने भयो होइन अब म त गइसकेको अलरेडी सो अब एकछिन घुमाएर म चाहिँ नि फेरि त्यहाँबाट चाहिँ नि घरतिर जाने है त आज चाहिँ अलिक खुल्ला भएछ न त केही देखिँदैन यति मात्रै देखिन्थ्यो अहिले चाहिँ खुल्ला भएछ कुहिरो लगाएर काठमाडौँ सफा त कहिले पनि देख्न पाउनुहुन्न है यो अहिले दिउँसो भएर नि घाम सबैतिर परिरहेछ कि त्यो भएर एयरपोर्ट हो त्यो त्यो एयरपोर्ट हो तपाईँको ऊ त्यो कपन गुम्बा हो त्यो डाँडा छ नि त्यो कपन गुम्बा हो अरू उयो पिकनिक प्लेस त्यो हो जगडोल पिकनिक प्लेस सुकेधारा त्यहाँ हो चाबेल उतापट्टि सिधै देखिरहेछ नि हो त्यहाँ बस पार्क यता हो कहिले देखिँदैन थियो यतिको यहाँबाट हेर्नुहोस् त यहाँ जमसेन गुम्बा फेरि आइसकेको छु यतापट्टि बुढी स्ट्यान्ड होइन आज चाहिँ अब अलिकति तयारीको साथमा छु हेर सो दामी छ ब्याकग्राउन्ड हेर्नुहोस् त Lions roaring in the morning sun, searching for a longer day. सर्टेजले गर्दा हेर्नु त लाइन त पछाडि पनि भक्कु यार आजको पेट्रोलको भाउ चाहिँ कति छ सर 119 रुपियाँ आम्मामा 119 रुपियाँ अरे गाइस अझै पनि 250 पुग्छ जस्तो लाग्दैछ मलाई चाहिँ पेट्रोलको भाउ सर्टेजले गर्दा तेल बढेको देख्दा त सो गाइस हजुरहरूलाई आजको भ्लग कस्तो लाग्यो लाइक गरिदिनु होला सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला आजको भिडियो चाहिँ यहीँ इन गरौँ है त थ्याङ्क्स फर वाचिङ